आजको यात्रा काठमाडौँदेखि ताप्लेजुङ जिल्लामा अवस्थित नेपालको एक महत्त्वपूर्ण शक्तिशाली एवं पवित्र धार्मिक स्थल माता पाथिभरा देवीको दर्शन यात्रासम्म हुन्छ। हाम्रो यो दर्शन यात्राका रमाइला मनमोहक दृश्यहरू र तपाईहरू पनि माता पाथिभरा देवीको दर्शन गर्न जाने सोचमा हुनुहुन्छ भने हाम्रो यो भिडियोले तपाईहरुको यात्रालाई पक्कै पनि सहज र सफल बनाउनेछ। अब एकैछिन यात्रा गरौँ है त। विभिन्न धार्मिक सहिष्णुताले भरिपूर्ण मेरो देश नेपालको आज पूर्वी भूभागका तराईदेखि पहाडी भेगका यात्रामा भेटिएका दृश्यहरू तपाईहरूलाई आजको श्रृङ्खलामा देखाउने कोसिस गर्नेछौँ। काठमाडौँबाट तय भएको हाम्रो यात्रा त्यो भिड त्यो कोलाहललाई बिर्सँदै साना साना सहरमाथिका पहाडहरूलाई थिचोल्दै जाँदा आइपुग्यो सेती देवी माईको मन्दिर। बाटीमा पर्ने सेती देवी माईको दर्शन नगर्ने त झनै कुरै भएन। एकैछिन सेती देवी माईलाई दर्शन गरौँ है त। सिन्धुली जिल्लाको खुरकोट रिठेभिरमा अवस्थित सेती देवी माईको दर्शनपछि हाम्रो यात्रा अगाडि बढ्यो। मुनि सुनकोशी सुसाउँदै थियो। सुनकोशी माथिको हाम्रो गन्तव्यको यात्रा अगाडि बढिरहेको थियो। गाउँ सहर तराई पहाड गर्दै हाम्रा गन्तव्यको पर्खाइका पाइलाहरू अगाडि बढिरहेका थिए। दोस्रो दिनको यात्रामा मलाई साथ दिन जोडिनु भयो नेपाली साङ्गीतिक विधाका एक हुनहार व्यक्तित्व योगेश काजी शाह। इलामको कन्याम चिया बगानले सजिएको सुन्दर मनै लोभ्याउने ती दृश्यहरूमा दाजु योगेश काजी र मेरो मन हराउँदै थियो। माता पाथिभरा देवीको दर्शन यात्रा सोचे झैं रमाइलो र अविस्मरणीय हुन्छ भन्ने कुरामा हाम्रो मन दोमन थिएन। तर पहाडी इलाकाको यात्रा गाउँ बस्तीलाई थिचोल्दै मोटर बाइकको यात्रा अलि चुनौतीपूर्ण पनि थियो। तर दुई हामी आँट गरी अगाडि बढिरहेका थियौँ। धमला दाइको हामीबाट त्यो हुँदैन है। पुमा काजु काजीको दुई भाइले काजु खाने। केही बेरको यात्रापछि माता पाथिभरा देवीको दर्शन यात्राको पहिलो दिनको हाम्रो यात्रालाई विश्राम दिने गन्तव्य आएछ। पाँचथरको फिदेम बजारको एक होटेलमा हाम्रो विश्राम भयो। रातभरिको आरामपछि भोलिपल्ट हाम्रो यात्रा फेरि सुरु भयो। माता पाथिभरा देवीको दर्शन यात्राको दोस्रो दिन के हुन्छ त यात्रामा एकैछिन हेरौँ है त। प्राकृतिक सौन्दर्यता, त्यसैमा पनि वसन्त ऋतु, प्रेमको प्रतीक। हामी प्रकृतिसँग रमाउँदै केही समयको यात्रापछि हामीले चिया ब्रेक लियौँ र हाम्रो यात्राको सहयात्री हाम्रो मोटर बाइकलाई पनि विश्राम दियौँ। चिया ब्रेकमा योगेश काजी दाई सङ्गीतमा रमाउनु भयो र हामीलाई पनि दाईले रमाइलो गराउनु भयो।
हामी अब कति टाइममा पुग्छौँ होला ताप्लेजुङ हिँड्ने ठाउँसम्म 45 मिनट जुन खोला निकै शक्तिशाली रूपले परिचित छ। माता पाथिभराको दर्शन गर्नु पूर्व यहाँ दियो बत्ती बाली पूजा गर्ने विश्वास छ। त्यति मात्र नभएर मातालाई चढाएका कतिपय प्रसादहरू पनि यो पुल तारेर लान नमिल्ने विश्वास चलिआएको छ। पूजापछि आयो अब हाम्रो सहयात्री मोटर बाइकलाई विश्राम दिई पैदल यात्रा गर्ने पहिलो स्टेसन तल्लो फेदी। तल्लो फेदीबाट अब पैदल यात्रा करिब 1 घण्टा 30 मिनट हिँडेपछि आउँछ माथिल्लो फेदी, जहाँ आज हाम्रो यात्राको दोस्रो दिनको बास हुनेछ। प्रकृति र सङ्गीतको अत्यन्तै प्रगाढ सम्बन्ध छ। त्यसो भएको भएर इन्भाइरोमेन्ट मेरो यो दोस्रो पटक पाथिभरा दोस्रो पटक। पहिलो पटक आउँदा म 3 वर्ष अगाडि आएको थिएँ। त्यति बेला केही पाथिभरा मातासँग केही मागेको थिएँ अनि धेरै नै हदसम्म पुरा भएको महसुस भयो। त्यो मैले प्रत्यक्ष महसुस गर्न पाएँ। अनि त्यसपछि अलिकति आध्यात्मिक पनि हुनुपर्दो रहेछ। आत्मा त छ नि संसारमा, हामीभित्र यति ठुलो आत्मा छ। चिसो हावापानी हिमालको काखमा बिहानै उठेर नुहाएर चोखो मन मस्तिष्क सहित माताको दर्शन गर्ने सोच सहित माथिल्लो फेदीमा बास बस्ने निधो गर्यौं। हामी बास बस्ने होटल नजिकै केही भक्तालु श्रद्धालुहरूले नाचगान गरी रमाइरहनु भएको रहेछ र हामी पनि सामेल भयौं। माता पाथिभरा देवीको दर्शन यात्राको आज तेस्रो दिन। हामीहरू अब करिब 2 देखि 3 घण्टाको पैदल यात्रापछि आउनेछ माता पाथिभराको मन्दिर, जुन ताप्लेजुङ जिल्लाको पहाडी भेग कञ्चनजङ्घा हिमालको फेदैमा अवस्थित छ। बर्खायाम र हिउँदमा दर्शन गर्न यात्रामा कठिनाई हुने समस्याका कारण माता पाथिभरा देवीको दर्शन गर्न आउने भक्तालु श्रद्धालुहरूलाई यात्रा सहज र स्तरीय बनाउन छानो सहितको पैदल यात्राको मार्गलाई विकास पनि गरिँदै रहेछ। यहाँको स्थानीय सरकार, केन्द्र सरकार र व्यवस्थापन टिमलाई हामी आभार पनि व्यक्त गर्दछौँ। मिठो बाजा हो यो। अब हामीले यसलाई गिटारको सानो रूप भन्दा पनि हुन्छ। सानो गिटार नै भन्नु पनि मिल्दैन, सानो गिटारको पनि अझै सानो छ यता हैन। त्यसको पनि भाइ, त्यसको पनि भाइ। यसको कस्तो दामी म्युजिक आउँदो रहेछ त है। हो नि। यो सबै पुरा बाहिर निस्किदा साथमै बोकेर हिँड्नुहुन्छ कि? युकेलेली मसँग 3वटा युकेलेली छ। एउटा चाहिँ नि फुल अकस्टिक छ, यो इलेक्ट्रिक हो, अनि यो चाहिँ नि मलाई मेरो आदरणीय अग्रज दाजी कृष्ण केसी सर्जक डाँडागरे साईले आफ्नो मन उहाँले चाहिँ नि मलाई युएसएबाट ल्याइदिनु भएको गिफ्ट ल्याउनु भएको। यो चाहिँ मेरो लागि उहाँले ल्याउनु भएको हो।
अनि हामीले 4K स्टुडियो पनि सँगै गरिरहेको छौँ। त्यो भएर मैले यसलाई चाहिँ नि आज मैले माताको चरणमा लगेर छुवाएर पूजा गरेर मैले यसको होम गरेर अनि मलाई ल्याउनु मन थियो, मौका त्यस्तै पर्यो अनि आउने मौका पऱ्यो र मैले चाहिँ यसलाई पूजा गरेर ल्याएँ। यो बाजा मसँग सँगै हुन्छ, सधैँ हुन्छ। पूजा गरेर ल्याइसकेपछि एउटा धुन पनि बनाएँ। दर्शकहरू पनि कति कति धेरै भाग्यमानी है पूजा गरेर ल्याइसकेपछि यसबाट निक्लेको धुन जसले निस्केको धुन जसले सुन्नुहुन्छ सबैले माताको दर्शन गर्नु एउटा धुन सुन्नु न हो। माता पाथिभराको दर्शनपछि अब फेरि आफ्नै कर्मथलो सच्चा र स्वच्छ मनले फर्किने निधो गर्छौँ हामी। हामीलाई यतिन्जेल हेरेर साथ दिनुभएका हाम्रा सम्पूर्ण दर्शक श्रोताहरूलाई हामीले विशेष धन्यवाद पनि दिनै पर्छ। साथै माता पाथिभरा देवीले सबैको कल्याण गरून् भनी हामी माता पाथिभरासँग पनि सहृदय कामना गर्दछौँ। हाम्रो श्रृङ्खला मन परे लाइक, कमेन्ट, सेयर गर्न भने नभुल्नुहोला।